सोध्न पर्यो मलाई के कुरा के छ साइडबाट ल्याउनु होला So them also, not only me. Speak something else. के भन्छ राजु के भन्नु मन छ तँलाई के भन्नु यहाँ काम गर्नु अन्त सक्नु आँट्यो अब कलर मात्रै छ यो घर अब कलर र वासरुमहरू बनाउनु किचन त्यति हो राजु मजा आउँदैछ बनाउनु काम गर्नु मजा आउँदैछ मजा आउँदैछ हेल्प गर्नु पर्यो नि त हैन हैन हजुर नर्जाङ अब मजा आउँदैछ मजा आउँदैछ सघाउनु पर्यो नि त हैन यसको गरिब दुखी मान्छेलाई निडी मान्छेलाई कसैलाई हेल्प गर्दाखेरि त नि हामीले यहाँ हेल्प गरिरहेछ नि काहीँ न काहीँबाट हामीलाई पनि हेल्प गर्छ नि त कसै न कसैले हेल्प गर्छ नि त हामीलाई पनि अब ईश्वरले हामीलाई देखिरहेको हुन्छ नि त हैन हजुर त्यो हो नि त कुरा चाहिँ अहिले के हो लगाउने यहाँ आउनु त लु लगाउने के भयो पल्लोपट्टि काम गरिरहेको यहाँ आउनु नि लगाउनु त लु यसले लाउनु जान्दैछ हौ यो त यसो कहाँ हुन्छ हातमा लाग्छ म त के लाग्छ ओइ हामीलाई पुरा ल कहाँ घर केमा पुऱ्याउनु गाडीमा नि हौ अन्त मेरो गाडी छैन त अन्त रेस्टुरेन्टको छ त हौ ए दिदीले पनि फेरि सुरु गर्यो यसो गर्छ हो यसो पै साइड गयो भाइ यसरी यहाँबाट बिगारेको छ नि अङ्कलले बिगारेको होइन हौ त्यो फिनिसिङ नभएको त यसरी लाउँछ बिगारेको होइन हौ फिनिसिङ नभएको कसले राम्रो गर्यो भन् खतरा हो नि अन्त अस्तिको पनि भिडियो मैले लगाइदिएको थिएँ नि उहाँले पेन्ट गर्दै गरेको दामी गरिदिन्छु भन्नुहोस् भाग्य नेपाली के अरे भाग्य नेपाली पऱ्यो त्यो अर्को छ नि के अरे त्यो भोजराजले चाहिँ पेन्ट भनेको चाहिँ पेन्ट भन्छ नि दिदीले पनि पेन्ट चाहिँ दामी गर्दैछन् रोहित यता ए राजु पो त है राजु यता उता घर मालिक पर आज चाहिँ यसमा चाहिँ चौकटमा चाहिँ लगाइ सङ्गमर चाहिँ लगाइमा जानुपर्छ भाइ के गर्नु सक्नुहुन्छ त पेन्टिङ पुस्नु नि हौ घर बल्ल म त यस्तै कटेज बनाउँछु ल मजाको जङ्गलको बिचमा बनाउँछु किन फार्म हाउस जस्तो हो जङ्गलको बिचमा चाहिँ फार्म हाउस त हुन्छ त हजुर जान के गर्नु भएको पुटिङ कलर्स म कलर लाउँदैछु हाम्रो दिमागको घर बनिसक्नु आँट्यो खुसी छु घर बनियो कसैको छत बनियो ह्याप्पी सोल सेटिस्फाइड भयो आत्माले शान्ति पनि पायो होला नि त अलिक म अझै प्रयत्नमा छु यस्तै सेवा गर्नु पाऊँ समाजमा गाउँमा होइन यसरी सिकाएको छ हामीलाई बाइबलमा गर्नु पाऊँ आज गुड फ्राइडेको सानो मेसेज पनि दिनु नि गुड फ्राइडे मतलब असल शुक्रबार अनि वाइ इज इट गुड किनकि संसारको सबैजनाको पापलाई धुनुको लागि येशू ख्रीष्ट हामी सबैजनाको लागि क्रिस्चियनको लागि मात्रै होइन संसारमा जति मान्छे छ चाहे सानो ठुलो होस् चाहे जुनै रङको जुनै वर्णको जुनै जातको होस् है सबैजनाको लागि येशू ख्रीष्ट मर्नु भएको छ
अनि आजको गुड फ्राइडेबाट तपाईँहरू सबैजनालाई मेसेज ख्रिस्टले तपाईँहरू सबैजनालाई प्रेम गर्नुहुन्छ जति नै गल्ती किन नहोस् येशू ख्रिस्टले तपाईँहरूको सबैजनाको गल्ती भुल पापलाई धोइदिनु भएको छ आज सो द्याट इज वाइ इट इज अ गुड फ्राइडे For us only, no? फर But for Jesus, it is very sorrowful day, no? अनि Today. येशू ख्रिस्टको लागि यति गाह्रो थियो Oh. क्रुसमा झुन्डिनु कसैको लागि मर्नु भनेर बलिदान गर्नु गाह्रो कुरा हो तर येशू ख्रिस्टले सबैजनाको लागि बलिदान गर्नुभएको छ आजको मेसेज यही हो That he has cleansed us our sin, होइन? हजुर By his ब्लड blood. उहाँको रगतले हामी सबैजना धुनु भएको छ अनि मुक्ति शान्ति उहाँमा छ अनि आजको मेसेज यही कृष्ण तपाईँ सबैजनालाई प्रेम गर्नुहुन्छ त्यसकै सन्दर्भमा आज हामी यहाँ आएर काम गरेको पनि त्यही त्यही प्रेमले हो नि त, होइन? त्यही प्रेमले हो समाजमा यस्तो होइन कि क्रिस्चियनले मात्रै प्रेम गरेर बस्नुपर्छ भन्ने होइन प्रेम सबैजनामा छ चाहे त्यो कुनै पनि धर्म होस् कुनै पनि जात होस् हामी सबैजना प्रेममै बस्छौँ यसरी नै प्रेमले एका दोस्रोलाई बाँडेर हामी अगाडि बढ्यौँ भने हाम्रो समाज बनिन्छ अनि समाज बनिँदै गर्दा गाउँ गाउँले सहर अनि सहरले देश बनिन्छ है अनि प्रेममा अघि बढौँ बस यति नै आजको लागि हामीले राम्रो काम गर्दै जाउँ त्यस पश्चात यु विल टेक केयर अफ इट, होइन? रेस्ट चाहिँ हजुर आज हुँदैछ कलरिङ गुड फ्राइडेको दिन पनि हामी बेलुका 3 बजीदेखि उता आएर चाहिँ यहाँ काम गरेका छौँ यसरी हुँदैछ काम चाहिँ मजाले हुँदैछ अलमोस्ट डन, होइन जाना about to bit close छ भने हातभरि रङै रङ चाहिँ हेर्नु सक्दैन अरे भन्न बुझ्यो भने चाहिँ हेलो अलि एकछिनबाट फोन गर्नुहुन्छ भाइले यसरी लाउँदा चाहिँ पेन्टिङ हो दामी पेन्ट गर्छ ग्यासनले अलि अलि खाली हुनु मिल्दैन अरे अन्त हातभरि रङ छ भन्न हो यहाँ राजु मिस पनि गर्नुहुन्छ हातभरि रङै रङ छ हो अहिले हेर्छु नि मम्मी यहाँ यी घर मालिकनी आमा छोरी उता छिमेकी यहाँ यसरी हुँदैछ यहाँ घर निम अङ्कलको घरमा मजाले हुँदैछ यहाँभित्र चाहिँ मेरो श्रीमतीले गर्दैछ यहाँ चाहिँ फेरि देखाउँछु म तपाईँहरूलाई यहाँ चाहिँ Yeah, note down. Yeah, putting color. About to finish. Yeah. यता नोर्जाङ रहेछ निम अङ्कलले पुस्दैछ कलर लगाएको सबै कुरा Here she is. About to finish. आउ सक्नु आँट्यो बाहिरभित्र बाहिर छ अब कस्तो हुँदैछ अहिले भने चाहिँ 6:15 भइसकेको छ रातिको स्टिल कलरिङ वर्क इज गोइङ अन है यहाँनिर अब मोरलेस कम्प्लिट भइसक्नु आँटेको छ यो बिममा लगाइसकेपछि चाहिँ हामी घर जाने यति बेला भने यहाँ मेरो श्रीमती अघिदेखि सी इज गेटिङ लेट होइन सी हेज टु कुक फुड feed my daughter, feed me also, she has to feed me, prepare for tomorrow test also. She has got a lot of work, that is why she's bit, I don't know, making her face gloomy. But also, we are trying our level best to complete this house tonight itself, but it is, I think it is impossible. So we have to come one more days to complete this coloring work. Let's see, I think we'll finish by tomorrow. My name is
स्टिल गोइङ अन र मोरलेस अब सकिहाल्यो अब जाने अब यो खालि यो वालको चाहिँ कलर चाहिँ अब सकेन आज यता फ्रन्ट पेजमा सक्यो तर भित्र सकेन त्यो चाहिँ हामी भोलि भाइले छुट्टी मागेर भए पनि भाइ एउटा स्टेट ब्याङ्क अफ इन्डियाको एम्प्लोइ भए पनि भोलि छुट्टी मागेर पनि बसेर गर्नुपर्छ होला भेना भन्दैछ हेर्नुपर्छ भोलि भएन भने पर्सि चाहिँ हामी सन्डे आफ्टर चर्च आएर चाहिँ कम्प्लिट गर्ने यो वर्क चाँडै उहाँहरूलाई पनि सिफ्ट गराउनु छ यस घरमा पानी परिसक्यो पानीको सिजन आइसक्यो रेनी सिजन यस्तै हुँदैछ 6:30 बज्यो यु प्लिज लिभ इन झर्न मिस 6:30 बजी चाहिँ काम सकियो यहाँ भाइको हात यस्तो छ पेन्टरको हेल्परहरू यहाँ चाहिँ एउटा हेल्पर यहाँ छ अर्को हेल्पर यहाँ छ अर्को हेल्पर यहाँ छ यहाँ चाहिँ घर आमा हो घर मालकिन निमान्टी सन्डे चाहिँ भन्ने होइन सन्डे चाहिँ एनाउन्स गर्नु लाउने होइन आउने होइन तपाईँ आउनुपर्छ चर्च भन्नुपर्छ तपाईँले स्याटरडे चाहिँ भन्नुपर्छ आन्टी निमा अङ्कललाई लाउँछु भन्दैछ कि निमा अङ्कललाई लाउनु तपाईँ बोल्नु अङ्कललाई पत्याउँदैन मान्छेले तपाईँ बोल्नु सञ्चबार चाहिँ जेनरल फास्टिङ मेरो घरमा दिनु भनेर भन्नु है कसले अगाडि जाँदै गर्दाखेरि किन त्यस्तोलाई समय भन्दै गर्दा नि बोल्नु पर्यो तपाईँलाई अब तपाईँ अगाडि जान्छ गएकै अब हामी चाहिँ 6:30 भयो लु गएकै लु अब चाहिँ घर लाग्यो 6:30 बजी चाहिँ अँध्यारो पनि झमक्कै भयो अब चाहिँ हामी घर गएको वाटर बोटल बोक्यो भाइ अब चाहिँ गएको 6:30 बजी चाहिँ सबैजनालाई गुड बाई सी यु इन द नेक्स्ट भिडियो टिल देन गुड बाई